दाजुभाइ दिदीबहिनी अनि छोरीचेली ज्वाइँचेला भाना भान्जा सबैलाई हामी फोम्बो आयोजनको तर्फबाट एकदम वार्म वेलकम अनि एकदम स्वागत गर्न चाहन्छौँ। मेरो नाम टेकमान फोम्बो र तपाईहरुलाई म एक दुई कुरा जानकारी गर्नको लागि म यहाँ उपस्थित भएको छु। जुन कुरो चाहिँ आज यो हाम्रो हलमा पहिलो कुरो चाहिँ सेफ्टी को लागि जस्ट इन केस एनिथिङ गजन भाइ हाम्रो उपाध्यक्ष है मलाई चिन्नुहुन्छ होला म भने अब सचिव श्री हरिप्रसाद फोम्बो यहाँ लगाइदिनुहोस् अनि कोषाध्यक्ष श्री लोक फोम्बो स्टेजमा आइदिनुहोस् सहकोष अध्यक्ष श्री रविन्द्र कुमार फोम्बो तपाईँ पनि आइदिनुहोस् प्लिज। अब हामी सदस्यहरू छौँ। सदस्यहरूमा चाहिँ फोम्बोलाई कहाँ हुनुहुन्छ अर्को फोम्बो उठिदिनुहोस् प्लिज। यतै आउनुभयो भने हुन्छ यतै आउनुभयो भने हुन्छ यतै आउनुहोस् यतै अर्को छ हाम्रो भिक्टोर श्री भिक्टोर फोम्बो उहाँ चाहिँ आइपुग्नु भएको छैन होला कि आइपुग्नु भएको छैन होला। ओके अर्को हुनुहुन्छ श्री बसन्त फोम्बो आउनु पर्यो यतै आउनु पर्यो। कार्य समिति सदस्यहरूको नाम आउँदैछ है अहिलेसम्म। अनि अर्को हुनुहुन्छ श्री नगेन्द्र आउनु पर्यो तपाईँ आउनु पर्यो। कार्य समिति सदस्यको नाम है हजुर यो चाहिँ। अनि हाम्रो श्री राम फोम्बो उहाँ चाहिँ आउनु भएको छैन होला उहाँ पनि हाम्रो कार्य समिति सदस्य हुनुहुन्छ। हाम्रो काजीमान श्री काजीमान फोम्बो उहाँ पनि आइपुग्नु भएको छैन अन द वेमा हुनुहुन्छ होला। अनि हाम्रो श्री बसन्त फोम्बो उहाँ चाहिँ यहाँ हुनुहुन्न आउट अफ द कन्ट्री पूर्णिमा हुनुहुन्छ। अनि श्री टेकबहादुर फोम्बो आउनु भएको छ टेकबहादुर आउनुहोस् यतै आउनुहोस् कार्य समिति सदस्यहरू यतै आउनुहोस्। अब सल्लाहकारहरूमा छन्। सल्लाहकारहरूभन्दा अगाडि जाँदा पहिला हजुरहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यी हाम्रो हामी कमिटीमा तपाईँहरूले यसो हेरिराख्नुहोस् चिनिराख्नुहोस् भन्ने मात्रै है खासमा त्यसको केही ऊ छैन तर पनि चिनिराख्नु भयो राम्रो भनेर हामीले यो प्रोग्राम राखेका छौँ। अब सल्लाहकारमा जान्छु म श्री देवमान फोम्बो उहाँ चाहिँ अहिलेको हाम्रो सल्लाहकारमा बाजे हुनुहुन्छ तर उहाँ स्वास्थ्यको कारणले यहाँ उपस्थित हुन सक्नु भएन तर स्थित हामी उहाँको रेकर्ड हामीमा छ। अर्को इन्द्रबहादुर फोम्बो काका आउनुहोस् सल्लाहकारमा यतै आउनुहोस् काका यतै आउनुहोस्। अनि अर्को हुनुहुन्छ हाम्रो श्री मेदनी फोम्बोलाई सल्लाहकारमा आउनुहोस् उहाँ पनि मेरो हुन्छ। अर्को हाम्रो विदेश विभागमा चाहिँ हाम्रो सल्लाहकारहरू हुनुहुन्छ हाम्रो सिनियर दाइ रत्न फोम्बो उहाँ पनि आउनु सक्नु भएन ठिकै छ उहाँ हाम्रो रेकर्ड हुनुहुन्छ। अनि हाम्रो श्री प्रसाद फोम्बो उहाँ चाहिँ अहिले नेपाल लिगमा हुनुहुन्छ उहाँ पनि हाम्रो रेकर्ड हुनुहुन्छ। उहाँ अरू यहाँ उपस्थित हुनु नसक्नेको लागि हामी क्षमा चाहन्छौँ तर उपस्थित हुनुभएकोमा चाहिँ तपाईँहरूले यसो चिनिदिइराख्नुहोस्। धन्यवाद। हामी
त्यो 2 वर्ष वार्षिक अवस्थामा हामी वार्षिक भेटघाट कार्यक्रममा भेला भएका छौँ। तसर्थ विशेष भेलाको उद्देश्य पनि यही हो कि हाम्रो भावी पुस्ताहरूलाई पनि सदैवदेखिको हाम्रो फुम्बा आर्जन दाजुभाइको वंशको चाहिँ एउटा सुमधुर सम्बन्धलाई निरन्तरता दिन सकौँ भन्ने पनि हो। अब त्यसो भन्दै अब यो धेरै कुरा यो कार्यक्रम विषयमा नभन्नु होला। जे होस्, अब आउँदो पुस्तालाई यसरी नै हाम्रो एउटा चाहिँ पुस्ता हस्तान्तरण गर्दै हाम्रो फुम्बा आर्जनको चाहिँ एउटा सुमधुर सम्बन्ध भविष्यमा पनि युगौँसम्म यसरी नै चलिरहोस् भन्ने शुभकामना म व्यक्त गर्न चाहन्छु र आउँदो पिँढीहरूलाई नै यसरी नै चाहिँ उहाँलाई चाहिँ हाम्रो फुम्बा आर्जनको सुमधुर सम्बन्ध चाहिँ यसरी नै कायम गर्नु सकोस् भन्ने एउटा चाहिँ एउटा यसो उहाँहरूलाई चाहिँ मार्ग दिन सकौँ भन्ने पनि हो। र आजको कार्यक्रममा हामीले थोरै खाद्य-पित्तीको व्यवस्थापन पनि गरिएको छ। त्यो खाद्य-पित्ती व्यवस्थापन गरेको जस्तै तपाईँहरूले आफ्नो संयमसँग त्यो कुरालाई चाहिँ सेवन गर्दै रमाइलो गर्नुहोला। र अब बाँकी कार्यक्रमको सबै कुराहरू हाम्रो सचिवले क्रमसँगै तपाईँहरूलाई जानकारी दिनुहुनेछ भन्दै अब मेरो योभन्दा फाल्टै अलिकति कुराहरू यहाँहरू समक्ष राख्न चाहे। भन्दै मेरो यो आजको भेटघाट क्रमको यो छोटो मन्तव्य कुराहरू यहीँ म अन्त्य गर्न चाहन्छु। अहिले समयलाई म महासचिवलाई यो हस्तान्तरण गर्न लागेको छु। धन्यवाद। धन्यवाद हाम्रो लक्ष्मी भाइलाई, हाम्रो अध्यक्षलाई धन्यवाद। म फेरि अर्को प्रोग्राममा कुर्केला चढ्दैछु। जुन कुरो चाहिँ हाम्रो फुम्बा आर्जन दाजुभाइले बनाउनु भएको जुन धरानमा सबैलाई दिँदै होला, जानकारी नै होला, त्यो संरचना बनिएको विषयमा हामी धेरै थोर जानकारी गराउन चाहन्छौँ। जुन कुरो दाजुभाइ छोरीचेली भान्जाहरूले सहयोग गरेर त्यो सहयोग मार्फत बनिएको जुन हाम्रो संरचना अहिले धरानमा जानुभयो भने देख्नु पाउनुहुन्छ र त्यसको कन्ट्रिब्युसन गर्नुभएको छ जो दाजुभाइ छोरीचेली भान्जाहरूले। त्यसको छोटो विवरण हाम्रो श्री अध्यक्ष लक्ष्मी अजनलाई चाहिँ म त्यस विषयमा थोरै वाचन गरिदिन म फेरि पनि उहाँलाई अनुरोध गर्दछु। थ्याङ्क यू। हाम्रो विशेष गरेर फुम्बा आर्जन सामूहिक भवन निर्माण क्रमको सन्दर्भमा अलिकति यहाँ समक्ष कुरा राख्न चाहे। अहिले हाम्रो फुम्बा आर्जन बहुउद्देश्य भवन निर्माण लगभग अन्तिम चरणमा आएको अवस्था छ। त्यस सन्दर्भमा जो छोरीचेली ज्वाइँचेला भान्जा लगायत दाजुभाइहरूले आफ्नो एउटा पक्षबाट चाहिँ तपाईँले यो भवन निर्माणको बारेमा चाहिँ तपाईँले मनन गरेर जुन किसिमको चाहिँ एउटा तपाईँले चाहिँ पैसा कन्ट्रिब्युसन गर्नुभएको थियो, एमाउन्ट कन्ट्रिब्युसन थियो, त्यो विषयमा म तपाईँलाई सर्वप्रथम यो भवन निर्माण क्रमको सन्दर्भमा म वाचन गर्न गइरहेको छु। फुम्बा आर्जन लिम्बू कलाकारी समाजको भवन निर्माण कार्यको लागि स्पोन्सर गरी बुक गरिसक्नु भएका सदस्यहरूको नाम यस प्रकार छ। कारी छोरीचेलीहरूको तर्फबाट भएको जुन नामहरू भयो। अब यहाँहरूलाई जति पनि भवन निर्माण क्रमदेखि लिएर जग्गा खरिदको चाहिँ एउटा अभियान चले अनुसार तपाईँहरूले स्वेच्छाले मनकारी भावनाले हाम्रो फुम्बा जुन भवन निर्माण क्रममा तपाईँहरूले चाहिँ एउटा पैसा कन्ट्रिब्युसन गर्नुभएको छ। यसको लागि समस्त हाम्रो माइती दाजुभाइको तर्फबाट
यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। वास्तवमा यो भवन निर्माण क्रमको सन्दर्भमा छोटो मैले कुरा राख्दै गर्दाखेरि यो सामूहिक भवन निर्माण क्रम जुन प्रकारले अहिले भइरहेको छ, एउटा ऐतिहासिक एउटा हाम्रो फुम्बा जुन प्रकारले चाहिँ एउटा वंशजदेखि नै हामी इतिहासकालदेखि नै एउटा जुन प्रकारको एउटा दाजुभाइको चाहिँ एउटा इतिहास रहँदै अहिलेसम्म निरन्तर हाम्रो एउटा जुन किसिमको चाहिँ दाजुभाइको एउटा सम्बन्ध छ, यसले चाहिँ युगसम्म जुन भवनले चाहिँ हाम्रो एउटा के भन्छ यसलाई पहिचान दिने एउटा ऐतिहासिक भवन हो, जुन विषयमा धेरै कुराहरू यहाँलाई पनि यथार्थमै छ। यो धाम जुन रहन्जेलसम्म हाम्रो ऐतिहासिक भवन पछिसम्म नै रहने कुरा हो। तसर्थ जो तपाईँहरूले आफ्नो चाहिँ एउटा स्वेच्छाले मनकारी भावना लिएर कन्ट्रिब्युसन गर्नुभएको थियो, यसको लागि चाहिँ फेरि एकपटक यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट र फुम्बा हाउसिङ समाज सिटीको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब योभन्दा बाहेक मैले फेरि अलिकति लामो हुनुभयो होला, माफ गर्नु होला। म विगत अप्रिल को मिडतिर नेपाल भ्रमणमा गएको थिएँ। त्यतिखेर जस हाम्रो भवनमा अवलोकन गर्ने अवसर पनि पाएको थिएँ। यसो हेर्दाखेरि हाम्रो भवन चाहिँ एकदमै भनौँ न अहिलेको एउटा कन्टेक्स्टमा अरू अरूहरूको पनि धेरै भवनहरू निर्माण भएका छन्, तर मैले यसो बुझ्दाखेरि हेर्दाखेरि अवलोकन गर्दाखेरि पक्कै पनि अहिले हाम्रो भवन चाहिँ सोचेभन्दा धेरै राम्रो उच्च स्तरीय भवन चाहिँ निर्माण भएको मैले महसुस गरेँ। हाम्रो स्थानीय फुम्बा दाजुभाइहरू जो यहाँ बसेर भवन निर्माणको कार्य समिति संयोजक सल्लाहकारहरू निरन्तर उहाँहरू हरेक दिन जस्तै खटेर त्यहाँको कामदारीहरूलाई दिशानिर्देशन दिए अनुसारै भवन चाहिँ एकदमै राम्रो भएको अवस्था छ। त्यो क्रममा उहाँ स्थानीयका हाम्रो केन्द्रीय अध्यक्षदेखि लिएर यहाँका हाम्रो दाजुभाइले मलाई स्वागत पनि एकदमै भव्यताका साथ गर्नुभएको थियो। अब यही कारणले उभिएर उहाँले सुन्न सक्नुहुन्छ भने धन्यवाद पनि दिन चाहन्छु। अब भन्दै अब बाँकी रहेको हाम्रो फुम्बा जुन दाजुभाइ छोरी चेलीहरू जो तपाईँ हामी बाँकी अब पैसा कन्ट्रिब्युसन गर्ने बाँकी रहेका छौँ भने समयमै जो सब पैसा कन्ट्रिब्युसन गरेर हाम्रो यात्रा जुन छ भवन निर्माण क्रम त्यसलाई चाहिँ सफलताका साथ सम्पन्न गरौँ, पुरा गरौँ भन्ने जानकारी पनि यहाँलाई गराउँदै आजको यो मेरो छोटो मन्तव्य अलिक लामो हुनु गयो होला, यसप्रति अलिक लामो भएमा क्षमा दिनु होला भन्दै तपाईँहरूलाई फेरि पनि एकपटक यो कार्यक्रममा शुभसत्ताका साथ आइदिनु भयो र हाम्रो कार्यक्रमको माहौललाई हामीले सोचेभन्दा उच्च बिन्दुमा पुर्याइदिनु भएको छ तपाईँको यो अमूल्य उपस्थितिले गर्दाखेरि। र फेरि पनि एकपटक मेरो व्यक्तिगत तर्फबाट र फुम्बा समाज युगको तर्फबाट यहाँहरू सबैलाई फेरि पनि हार्दिक स्वागतम, हार्दिक धन्यवाद भन्दै मेरो मन्तव्य यही समाप्त गर्न चाहन्छु। धन्यवाद। जति पनि सम्पूर्ण कुराहरू कभर गरिसक्नु भएको छ संरचनाको लागि 17 नम्बर वार्डमा बनिएको त्यो हाम्रो दाजुभाइ छोरी चेली भाना भान्जाले कन्ट्रिब्युट गरेर बनिएको संरचना हजुरहरू नेपाल जानुभयो भने अवश्य त्यहाँ गएर चाहिँ अलिकति भिजिट गरिदिनु होला, किनकि मैले कन्ट्रिब्युट गरेको पैसाले कस्तो भवन चाहिँ बन्नेछ भन्ने कुरो तपाईँहरूलाई त्यहाँ जानकारी पाउनुहुनेछ। र कति कन्ट्रिब्युट गर्नेहरूको नाम यहाँ नआउनु सक्छ, त्यस्तो छ भने हामीलाई सम्पर्क गर्नुहोला, कन्ट्याक्ट गर्नुहोला। र हाम्रो
अनुरोध के छ भने हजुरहरूले म पनि इच्छुक छु हजुरले कन्ट्रिब्युट गर्छु भन्ने हाल म केही समयको लागि अलिकति ब्रेक लिन्छु त्यसपछि म फेरि पुनः कार्यक्रममा फेरि म आउनेछु थ्याङ्क यू हाम्रो काका श्री इन्द्र पोम्बो कहाँ हुनुहुन्छ यहाँ आइदिनुहोस् प्लिज उहाँ सल्लाहकार पनि हुनुहुन्छ र उहाँ यहाँ आइदिनुहोस् र हाम्रो श्री लक्ष्मी प्रसाद पोम्बो आउजङ पोम्बोलाई यहाँ उहाँलाई सम्मान गरिदिनु लागि अनुरोध गर्दछु थ्याङ्क यू काका आइपुग्नुभयो ल काकालाई एकदम हाम्रो अग्रसर सल्लाहकार काकालाई हामी सम्मान गर्न चाहन्छौँ थ्याङ्क यू ज्येष्ठ नागरिक रनुमती कन्दवा फोम्बो कन्दवा दाइ हजुर उहाँ गएर सम्मान गरिदिनु होला एउटा खदासँग प्लिज थ्याङ्क यू हुन्छ हाम्रो मस्ट सिनियर भवानीमा पर्नुहुन्छ उहाँ चाहिँ दाइ सम्मान गरिदिनु होला थ्याङ्क यू अब सो क्रममा अर्को हुनुहुन्छ हाम्रो मस्ट सिनियर चेलीमा हाम्रो फरिमाया पोम्बो स्टेजमा आइदिनुहोस् अनि सोही रूपमा उहाँको बोजूकोमा हाम्रो बाजे हाम्रो मित्रलाल बाजे पनि स्टेजमा आइदिनुहोस् प्लिज हजुरले बोजू र बाजेलाई सम्मान गरिदिनु होला हजुर हस् थ्याङ्क यू अनि अर्को क्रममा चाहिँ हाम्रो धनकुमारी पोम्बो चेली उहाँ पनि आइदिनुहोस् प्लिज समाजसेवी धनकुमारी पोम्बो सम्मान गरिदिनुहोस् दाइ नयाँ आउनुभएका हरूलाई म यहाँ सम्मान कार्यक्रमको लागि म नाम कलाम गर्छु हजुरहरू यहाँ स्टेजमा आइदिनु म अनुरोध गर्दछु यहाँ हामी हाम्रो दाजुभाइभित्रमा पर्ने नितेश पोम्बो कहाँ हुनुहुन्छ नितेश पोम्बो आइदिनु पऱ्यो यहाँ उहाँ चाहिँ हाम्रो सिङ्गापुरे मुकेश पोम्बोको छोरा राजबहादुरको नाति यसरी भन्दा हजुरले चिन्नु सक्नुहुन्छ होला उहाँ चाहिँ स्टडीको लागि आउनुभएको रहेछ यहाँ उभिनुहोस् उहाँलाई सम्मान गरिदिनु पऱ्यो अध्यक्षलाई अनुरोध गर्दछु अर्को हाम्रो दाजुभाइको नाम गराउँछु अर्जुन पोम्बो कहाँ हुनुहुन्छ अर्जुन पोम्बो चेली हुनुहुन्छ राधा पोम्बो अनि राधिका पोम्बो दुईजना हामी भन्नुभएको छ स्टेजमा आइदिनुहोस् प्लिज स्टेजमा आइदिनुहोस् अर्जुन पोम्बो
यही क्रममा हाम्रो चेली सविता पोपो अनि जोइन प्लिज स्टेज बाइदिनु होला हुन्छ पोपोहरू बसिदिनु भयो अर्को चाहिँ हाम्रो विमला पोपो मलाई पक्का थाहा छैन विमला पोपो आइदिनुहोस् स्टेजमा प्लिज हजुर धन्यवाद तपाईँलाई कष्ट गरिदिनु भएकोमा थ्याङ्क यू इङ्मी पोपो को हुनुहुन्छ इङ्मी पोपो नयाँ चेलीहरू आउनुभएको छ उहाँलाई मेसेज गरिदिनु अनि अर्को सृजना पोपो प्लस जोइन पनि हुनुहुन्छ कि भन्ने जानकारी पाइएको छ उहाँहरू हुनुहुन्छ कि आइदिनुहोस् प्लिज अनि अर्को हुनुहुन्छ यहाँ हाम्रो चेली छोरी शशी आवाजन पनि प्लिज आइदिनुहोस् अनि हाम्रो बुहारी उर्मिला ठिकै होला नाम उर्मिला आवाजनको प्याङसाङमा उहाँ पनि आइदिनुहोस् प्लिज अनि नैना आबुङ प्याङसाङमा पनि आइदिनुहोस् प्लिज अनि एलिना सम्बाम्फे हजुर पनि हालिदिनुहोस् प्लिज अर्को हाम्रो समुद्र माया बने फोटो पनि हालिदिनुहोस् अघि हामीले अलिकति गल्ती गऱ्यौँ माफी चाहन्छौँ तर फेरि हामी कलर गर्दैछौँ स्टेजमा हालिदिनुहोस् प्लिज थ्याङ्क यू र 20% पोपो चाहिँ बुल्डाइमा 2RGR-मा कार्यरत हुनुहुन्छ कपुरमुची अनि उहाँ हाम्रो भाइ रोशनीलाई चाहिँ हाम्रो सिनियर काका इन्द्र पोपो काकाबाट चाहिँ उहाँलाई सम्मान कार्यक्रमको लागि काका सम्मान गरिदिनु र हाम्रो बुहारीका चाहिँ हामी आज यहाँ उपस्थित हुनुभएको छ भोलि इमिडिएटली उहाँ चाहिँ बुल्डाइ जाँदै हुनुहुन्छ त्यसको लागि चाहिँ हामी उहाँलाई केही समय मिस गर्छौँ तर हाम्रो फ्यामिली मेम्बर हुनुहुन्छ उहाँहरू पछि फर्केर आएपछि हामीसँग यथावतै हुनुहुन्छ भाइ तपाईँलाई धेरै धेरै धन्यवाद र जोइ चेला भन्नु पऱ्यो अब साइनो हामीमा छँदैछ हाम्रो जोइ प्रेम रूपसँग र हाम्रो सुरेन्द्र रूपसँग उहाँको स्पोन्सरले हामीलाई पेय पदार्थमा एकदम ठुलो एकदम चिसो पिउने पदार्थ हामीलाई प्रोभाइड गरिदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी पोम्बा आवाजनको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ थ्याङ्क यू अब अर्को प्रोग्राममा म के अरे स्टेप अप हुँदैछु जुन कुरो चाहिँ हाम्रो पोपो आवाजन दाजुभाइहरूबाट चाहिँ यो एजुकेसनमा उन्नति गर्नेहरूको नाम कलर गर्छु म जुन कुरो चाहिँ यस प्रकार छ हाम्रो सिमल पोपो कहाँ हुनुहुन्छ सिमल पोपो
उहाँले चाहिँ मास्टर सिभिल इन्जिनियरिङ गरेको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र कहाँ हुनुहुन्छ प्लिज स्टेजमा आइदिनुहोस् थ्याङ्क यू यो चाहिँ हाम्रो हरिप्रथमको छोरा हुनुहुन्छ उहाँलाई सम्मान कार्यक्रम उज्जवल भविष्य कामना गर्दछ थ्याङ्क यू अनि अर्को हाम्रो बुहारी टिना सिंह फोबो कहाँ हुनुहुन्छ डिग्री नर्सिङ गर्नुभएको रहेछ उहाँलाई पनि अग्रिम बधाई छ उहाँ पनि यहाँ स्टेजमा आइदिनुहोस् प्लिज मेरो भाइ रवि पनि छेउमा टाँसिनु पर्यो प्लिज रविन फोबो पनि बस्नु पर्यो खै बुहारी आउनुहोस् बुहारी कहाँ हुनुहुन्छ टिना बुहारी आउनुहोस् उहाँलाई एकदम अग्रिम बधाई छ धेरै धेरै बधाई छ उहाँलाई आउनु लजाउनु हुँदैन हामी यस्तो उपाधि प्राप्त गरेको हामीलाई एकदम गौरवशाली ठान्छौँ हाम्रो दाजुभाइको छ ल काका उहाँलाई सम्मान गर्नुहोस् थ्याङ्क यू अब आयो अर्को फेरि भतिजो हाम्रो भिक्टर फोबो प्लस भारी पनि स्टेजमा आइदिनुहोस् प्लिज बुहारीको नाम चाहिँ एलिजा हो बुहारीको चाहिँ मैले के थेरापिस्ट सरी हामीले माफी चाहन्छौँ सोधेर भन्नु पऱ्यो थेरापिस्ट ल अर्को बुहारीको चाहिँ अब थेरापिस्टमा डिग्री नै हो र हाम्रो भिक्टर भतिज चाहिँ पदोन्नति भएर उहाँ चाहिँ स्टाफ सार्जन्ट अथवा सार्जन्ट हुनुभएको छ त्यसले गर्दा उहाँलाई पनि अघि बढाएको छ बुहारीले पनि अघि बढाएको छ साथसाथै हाम्रो नाति पनि लिएर आउनु भएको छ एकदम दुईजनालाई धेरै धेरै बधाई छ अनि फेरि अर्को पनि आयो हाम्रो मेरो नाम चाहिँ कहाँ छ हौ टेकबहादुर फोबो पनि आउनु पर्यो कप्रोल हुनुभएको छ है धेरै काताले ल बुहारी पनि कहाँ हुनुहुन्छ बुहारीमा आउनु पर्यो बुहारी पनि आउनु पर्यो बुहारी पनि आउनु पर्यो अग्नि बधाई छ तपाईँहरूलाई हाम्रो भाइलाई यसरी सहयोग सपोर्ट गरिदिनु होला कप्रोल त होइन हामी पछि गोर्खा मेजरै भएको देख्न चाहन्छौँ सो सहित हाम्रो भिक्टरले अहिले उहाँले निकै राम्रो गर्दै हुनुहुन्छ स्टाफ सार्जन इज नट इनफ मेजर गोर्खा मेजर लेफ्टेनेन्ट कर्नलको हामी आशा गर्दछौँ है अग्रिम बधाई छ तपाईँहरूलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद ल एकदम अग्रिम बधाई छ भविष्य उज्जवल अझै पदोन्नति हुँदै जाओस् भाइ र भतिजोको थ्याङ्क यू
मिठा यादहरू सबै तिमीलाई मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा यादहरू सबै तिमीलाई मेरा खुसी मेरा सुख सबै सबै तिमीलाई यति चोखो आँखाभित्र बस्न तिमी छातीमा लिँदाऊ सपनीमा पनि मलाई सुस्तरी चिनाऊ आँखाभित्र बस्न तिमी छातीमा लिँदाऊ सपनीमा पनि मलाई सुस्तरी चिनाऊ सधैँ सधैँ तिमीले माया गरिरहनु यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सने संसारले पुरानै यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सने संसारले पुरानै प्रेमका कथा यति चोखो जति पनि लेखकहरू हुनुहुन्छ उहाँहरू चाहिँ टाउन फ्लोरमा र जेन्ट्सहरू चाहिँ हामी स्टेजमाथि आएर एउटा फोटो लिने हाम्रो प्रोग्राम छ त्यसको लागि अनुरोध गर्दछौँ तपाईँहरू प्रिपेयर हुनुहोला अनि यो एज सुन एज यो फोटो सकेपछि हाम्रो खाना हुन्छ खाना खुलेपछि हाम्रो प्रोग्राम